सो गाई चाहिँ यस्तो दामी बुकेहरू होइन हामीले भर्खर ल्याएको छौँ है 5000 को बनाएको छ होइन यो अब हामीले बनाएको होइन अर्कोले बनाएर ल्याएको हो यो चाहिँ हामीले अब गिफ्ट दिन जाएछौँ होइन कसको चाहिँ गिफ्ट होला तपाईँ अलिकति गेस गर्नु होला होइन हामी अहिले माथि जसको भन्ने एउटा गेस गर्नु होला आज कति गते हो आज 25 गते चैत 2082 गेस गर्नु ल कसको चाहिँ हुनु जस्तो म फुल भिडियो एकछिनतिर हाल्छु गाई जब हामी चाहिँ हिँडेको होइन यस्तो हात धेरै चल्छ यो पकाउनु हामी चाहिँ लोकेसनमा आइपुग्यौँ होइन यतै कतै छ अब सब सामान ल्याएको छ अब घरको लोकेसन हेर्नु बाँकी छ अब लोकेसन कहाँ हो मैले त्यही त्यहाँ पर त्यो सानो घर छ नि बाँसको त्यो बाँसको घरको पछाडि अरे मैले यहाँ चौतारामा गएर बस्नुपर्छ एकचोटि ल गाइस घर चाहिँ त्यही पल्लोपट्टिको हो है यो घरको मान्छे हो है ल यो घरमा आउनु सामान निकालौँ आउँदै के हो कस्तो भुतिया बनाएको देख्छौ बस्नु न म बसिरहेको छु कसरी उ गरौँ भन्दा तपाईँ फोन पकाएर हिँड्नु म यो मात्र बोकेर हिँड्छु अनि उयो तपाईँ स्प्रे हान्नु मिल्दैन नि ए तपाईँको हातमा एउटा हातमा कसरी बस्नु न टुसुको बस्नु त कसरी लानु यो सामान एउटा स्प्रे किन नाटक भनेपछि केकहरू कहाँ राखौँ यहाँ आउनु बाई यहाँ आउनु साउन्ड हो किन के हुनु यहाँ आउनु बाई चुप लाग ल यहाँ यता चुप लाग्नु ल यो पकाउनु तपाईँ अलिकति हेल्प गर ल यो दिदी घर कुन हो यही होइन तिमी यो पकाएर ल के छ अरू ब्यानर यो पकाउनु यो तपाईँको त्यो फ्रेम बाहिर दिनु त त्यो फ्रेम बाहिर दिनु भाइ त्यो उहाँलाई दिनु तपाईँ त्यो फुट्छ है यो त राख्नु त पकाएर नभए पकाएर भाइ भिडियो देखाउनु मलाई देखाउन सञ्जीव भन्ने कलाइरहेछ पकाउनु हो ल्याउँदै लिन्छ के हो के यो यसो पल्टाउँ अहिले पुऱ्याउँछ क्या पकाएर भाइ तिमी केक पकाएर ल यहाँ आउँदा यसरी पकाउनु न ल गाइज होइन भर्खर साथीको कल आएको थियो त्यही भएर मैले भिडियो बन्द गरेको है त्यो मान्छे बाहिर चाहिँ नहोस् त्यो केटीको अनुहार थाहा छ तपाईँलाई अब सत्य त्यो के बोक्न सक्नुहुन्छ त्यो
अनि बाटो निस्केपछि दिनु न उसलाई बाटो निस्केपछि दिनु न बुइनलाई फोन गर्नु र त्यो फ्रेम चाहिँ बरु यो बुइन दिउँ अनि यो केक चाहिँ भाडा दिउँ न बिस्तारो पुग्छु होस् छोड्नु यता पकाउनु हाम्रो बर्थडे अनर उस्तै छ नभुताउँ अब ए हेलो ह्याप्पी बर्थडे आउने त बाहिर आउनु त्यही होइन म त आउनु यहाँ यस्तो राम्रो बोल्नु अब त तपाईँले गेस गर्नुपर्ने नि त्यो त तपाईँले पनि भन्नु पर्यो यसरी भनिहेर्नु न कसले पठाएको होला कस्तो गेसै गर्नु सकिनँ मैले त अब गर्नै पर्यो तपाईँले गेस त आउनु तपाईँ आउनु अनि त्यो पकाइदिनु साइडमा आएर कस्तो गेसै गर्नु सकिनँ मैले त भन्दै नाम हो कसले पठाउनु सक्नुहुन्छ तपाईँलाई छिटो नाम भन्नु एकजना नाम भन्नु नि त म त गेसै गर्नु सकिनँ अब तपाईँले गेस त गर्नै पर्छ एकजना नाम भन्नु चाहिँ कसैको कस्तो भयो त्यो मान्छे चिन्यो भनेको त्यस्तै हुन्छ क्या हो मान्छे होइन मैले बोलाउँदा चुपचाप आएर म त गेस गरिनँ हौ म गेस नगर्ने नभनिदिनु न एकछिन गेस गर्न दिनु एकछिन भन्नु कसले दिनु सक्नुहुन्छ बा उहाँले पनि दिनु सक्नुहुन्छ कि बा बुहारीले बुहारी होइन कि बुहारीले पो दिएको थियो अघि घर आएको थियो दोकानमा हाम्रो खोइ कसले गेसै गर्नु सकेन बुहारी यहीँ छ त बुहारीले भन्नु नि त नि अघि भर्खर आएको थियो बुहारी दिदी होला हौ सुनिता दिदी हो त हो अब हामीलाई पनि हामीलाई नि थाहा छ म टमाटर आएको कलाएर लगिने भन्नु न त लु भन्नु न त नि उल्टो भइरहेछ खाइदिन्छु ल भन्दिनँ त को मै कन्फ्युज भयो क्या कस्तो विदेशमा कोही हुनुहुन्छ हुनुहुन्छ नि हुनुहुन्छ दिदी हुनुहुन्छ को दिदी हुनुहुन्छ ठुलो दिदी हुनुहुन्छ उहाँ दिदीले दिनुभएको एकचोटि भिडियोमा थ्याङ्क यू दिदी भनिदिनु थ्याङ्क यू त्यसपछि उसले नै हो भनेर केक सोचिरहेको थिएँ तपाईँलाई होइन साइडमा राख्नु ल तपाईँको एउटा राम्रो भिडियोमा आउनु नगर्नु न एकछिन केटाकेटी बिचमा आइरहेको छ अनि नाचिरहेको छ फोटो देखाएर यता फोटो एक फोटो हाल्नु नि दिदी यता हेर्नु ल आदि थ्याङ्क यू भन्नु दिदीलाई थ्याङ्क यू केही सन्देश दिन चाहनुहुन्छ दिदीलाई सोचेकै थिइनँ क्या यसरी के पाउँछ भनेर आस्ते जहिले उसकै लाग्छ क्या मलाई सबभन्दा धेरै ल ठिक छ भनेपछि आश गर्नुभएको रहेछ नि त ल ल ल गाई म त नचिनेर होइन दिदी त्यहाँ बसिराख्नु भएको थियो होइन म को मतलब यस्तै घरकै दिदी बहिनी को होला भनेर सोधेको थिएँ मतलब वाइ पो हुँदो रहेछ अनि सोधेँ उहाँलाई नि सोधेँ होइन कसको बर्थडे भयो सोधेँ उहाँले अर्कैलाई देखाउनु भयो म त भित्र हुन्छ होला भनेको आफै हुँदो रहेछ क्या ल यो पनि राख्नु गाई झन् म ल मैले चाहिँ होइन बाइक कहाँ पर राखेको छु मैले त्यहाँ राखेको छु होइन दाइले के अरे म यहीँ अगाडि आउँछु भनेर सोच्नु भएको रहेछ क्या अनि प्रिपेयर भयो त बस्नु पाउनु भएन किनकि अब देखि सबै दिन त त्यति मजा आउँदैन नि त त्यो टक्कै यताबाट लुकेर आयो दिएको खोइ त बोलाउनु न मलाई हे बच्चा यो भाइजी को यो भाइजी
अघि हामीसँग आउने बच्चाहरू खोइ सबै छ छिटो आइज नि नानी हामी चाहिँ अलिक गएको छौँ होइन उयो सरप्राइज दिएर है सबैजना उहाँ हुनुहुन्छ बाई बाई हजुर ल अब यो भेस्ट लाएर जाँदा अर्कै राम्रो देखिन्छ नि पक्का हाम्रो सरप्राइज लिएको मेरो पेट निक्लेर यार कस्तो देखिएको छ नि भ्याटलाई केही त्यो के भइसक्यो यार गाइटा जुत्ता लगाएर हिँड्छु म जहिले नि काममा जाँदैछ अलिकति के भएर जानुपर्छ होइन ओ माई गड 20 रुपियाँको झोला त ल्याउनु थियो त्यहाँ हाम्रो तर्फबाट केही फोहोर नहोस् ल त्यहाँ त्यो बिर्को बोक्नु त्यो बुइने कपी त्यो बिर्को टिप्नु त हाल्नु नि त्यो हाम्रो फोहोर होइन अरूको फोहोर त अब लानु त मिलेन होइन हाम्रो फोहोर चाहिँ नपार्ने क्या त्यही भएर साफ सुथरा त्यहाँ कालो झोला नि छ त्यहाँभित्र केक हालेको झोला त्यहीँ छ अझै देखाउनु पऱ्यो नि त अलिकति के अरे त्यो उयो गेन गर्नु पऱ्यो त्यो सिम्पेथी होइन अरू मान्छे सोच्नुहोस् न यिनीहरू हेर यता फोहोर नपारी हिँड्दो रहेछ भन्ने होस् न भ्युजको लागि भए पनि फोहोर नगर्ने क्या गाई चाहिँ तपाईँहरूलाई भ्युजको लागि नि जे भयो नि त सफा त भयो नि त भ्युजको लागि गरे पनि भ्युजको लागि भने सफा त भयो नि त ल गाई बन्द गरेको यही तपाईँलाई भिडियो राम्रो लाग्यो भने सम्पर्क सब्सक्राइब गर्नु होला होइन र तपाईँहरूलाई केही सरप्राइजहरू गर्नु मन छ भने हामीले सम्पर्क गर्नु सक्नुहुन्छ हाम्रो सरप्राइज के मैले एउटा मोटो मगाएको थियो एनी टाइम एनिवेयर एनीबडी लभ मिन्स नो डिस्टेन्स एउटा यस्तै के लाइन मगाएको छु त्यो अलिक अफिसियल लाइन मगाउँछ क्या ल बन्द गरेको